र हाम्रो डरले क्याम्पस सिप WRC पुगिसक्नु भयो। तपाईँ एउटा खुर्सीमा बसेर मात्र होइन, अब लिडिङ गर्नुपर्छ। अहिलेसम्म म दुईवटा परिवर्तन हेरेको छु, एउटा यो बिल्डिङ बनेको र अर्को गर्ल्स होस्टेलको माथिल्लो तल्ला। राजनीतिमा आएर संसद कब्जा गर्नुपर्छ। फेरि भित्तो गाडी लिएर जानुहुन्छ, फेरि सिंहदरबार छिर्न नपाउन बित्तिकै गाडी खोसिन्छ। मसँगै सभापति रहेको दाइ अहिले सङ्घर्षमै लाग्नु भएको छ। त्यो एनआरओ विचार दिएको छ नि, हाम्रो पालाको साथ ठोकठाक गरेर जेलमा राखेको हो। त्यो शिक्षा मन्त्री भएर गफाडी जस्तो कुरा गर्दैमा यो संस्था बस्दैन। हामीले लोकसभामा सोध्ने, लबाट पनि नियम कानुन पनि सोध्ने, अनि प्रमुख प्रशासनको अधिकारी हुन नदिने। म पनि चाहन्छु यहाँको सबै सभापतिले आवाज खडा गरोस्, सडकमा खडा गरोस्, संस्थाको लागि। भन्नुपर्ने धेरै कुराहरू छ कि, तर अब कहाँबाट सुरु गरेर कहाँ खतम गर्ने बिल्डिङहरू जस्ताको त्यस्तै भाइ बहिनीहरू आउँछ जान्छ, हामी पनि आयो फेरि गयो यहाँबाट। हामी पनि पढ्दाखेरि LCD LED ग्यास प्लाज्मा डिस्प्लेहरू आइसकेका थियो मार्केटमा, तर पढ्नु परिरहेको थियो टिभी किताबपट्टि पढ्नु परिरहेको थियो। किताबको नामै थियो टेलिभिजन। त्यही 8085 माइक्रो प्रोसेसर परिरहेको थियो। त्यसमा सरहरूको कुनै दोष छैन। यहाँ दोष छ भने हाम्रो देशमा राजनीति गर्ने माफियाहरूको दोष छ। अम्बेडकरले भनेको थियो त्यतिखेर, यो राजनीतिले तपाईँहरूलाई फ्रीमा सब थोक दिन्छ, तर एउटा कुरा दिन कत्राउँछ भने उनीहरू दिन चाहँदैन। त्यो भनेको शिक्षा हो। किनकि शिक्षाले सवाल पैदा गर्छ, क्वेसन मार्क खडा गर्छ। यदि सबैलाई शिक्षित पार्यो भने उसले क्वेसन खडा गर्छ राजप्रति। त्यसै कारणले उनीहरू शिक्षा फ्रीमा दिन चाहँदैन। र के भन्छ, शिक्षामा विद्यार्थीहरू क्याम्पसमा राजनीति गर्छ। राजनीति गर्नुपर्छ। हामी पनि गरेर आएको हो, पास भएको हो, हामी पनि टप गरेकै हो। अनि त्यो राजनीतिमा किन पछाडि पर्ने? पढाइमा पास हुने, स्टाइपेन्ड लिने क्याम्पसमा, अनि राजनीतिमा पछाडि पर्ने त्यो कदापि होइन। त्यसकारण अब यो क्याम्पसको विद्यार्थीहरूले क्वेसन खडा गर्नुपर्छ। एउटा समय थियो देशको प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईजी हुनुहुन्थ्यो। क्याम्पसको चिफ सर जावेद आलम सर हुनुहुन्थ्यो। यस्तो अवस्था आयो कि यो क्याम्पसका पदाधिकारीहरूले, स्टाफहरूले तलब खान पनि वञ्चित भएको थियो। त्यतिखेर यही क्याम्पसका सम्पूर्ण विद्यार्थी संगठनबाट एउटा विद्यार्थी संगठन 3 जना मिलेर क्याम्पसको बस लिएर हामीहरू पुल्चोक क्याम्पसका डिन कार्यालयमा गएको थियो। त्यतिखेर म स्मरण गर्न चाहन्छु, हाम्रो रामचन्द्र सरजी पनि हुनुहुन्छ। त्यतिखेर हाम्रो पालामा सोबी चुनावै भएन। हाम्रो पालामा सोबीको चुनावै भएन। हामीहरू सम्पूर्ण विद्यार्थी संगठन 3 जना मिलेर र नेपाल तारा विद्यार्थी नवजाङसम्म पनि 3 जना मिलेर, मतलब पोलिटिकल मात्र नन पोलिटिकल संस्थालाई पनि लिएर हामीहरू पुल्चोक क्याम्पसमा त्यो डिन कार्यालयमा गयो। र डिन थियो भरतराज पहाडी। स्टाफको लागि पनि र आफ्नो विद्यार्थीको हक हितका लागि पनि आमरण अनसन पनि गरेको थियो त्यतिखेर। र हाम्रो डरले क्याम्पस सिप WRC पुगिसक्नु भयो। जबसम्म सम्झौता भएन, कस्तो खतरा भाइस डिन हुनुहुन्थ्यो, हामीसँग त्यो सम्झौता गर्ने दिनै आएन हाम्रो पाला।
क्याम्पस सहयोग गरेको थियो, हरेक विद्यार्थी संगठनले सहयोग गरेको थियो। कारण यो संस्था बचाउनको लागि, त्यतिखेर संस्थालाई बर्बाद गर्न सबै लागिसकेका थियो र यो मात्रै क्याम्पस केन्द्रित बनाउन लागेको थियो। सबै थोक पुलचोकमा थुपार्ने, बाँकी आङ्गिक क्याम्पसहरू छ त्यसलाई बर्बाद गर्ने। यो षड्यन्त्र विरुद्ध हामीहरू त्यो षड्यन्त्रलाई तोड्न हामी लाग्यो र अहिले पनि म यहीबाट सोभि सभापतिजीलाई आग्रह गर्न चाहन्छु, यो क्याम्पसमा तपाईँ एउटा कुर्सीमा बसेर मात्र होइन, अब लिडिङ गर्नुपर्छ। तपाईँ पनि कुनै राजनीतिक दलको भातृ संगठनबाट आउनुभएको होला। म पनि यो क्याम्पसमा पढ्दाखेरि कुनै राजनीतिक दलको भातृ संगठनको रूपमा काम गरिरहेको थिएँ, तर यो संस्थाको लागि तपाईँ राजनीतिक दलको भातृ संगठनको रूपमा होइन, यो पुरै क्याम्पसको हकितको लागि तपाईँलाई अगाडि बढ्नुपर्छ। किनकि यो क्याम्पस न त स्थानीय सरकारको माथामा छ, न प्रदेश सरकारको, सङ्घीय सरकारको। यहाँ क्याम्पसमा जुन आन्तरिक स्रोतहरू छन् त्योबाट यो संस्था धान्न सकिँदैन। अहिलेसम्म म दुईवटा परिवर्तन हेरेको छु, एउटा यो बिल्डिङ बनेको र अर्को गर्ल्स होस्टेलको माथिल्लो तल्ला, बाँकी केही परिवर्तन भएको छैन। मलाई लाग्छ कि यो जुन कलर भन्छ नि, सायद हाम्रो पालाको त्यो रङ पेन्ट लाग्यो होला। किनकि क्याम्पसमा बजेटै छैन। क्याम्पस प्रमुखहरू कसरी गर्नुहुन्छ? अब क्याम्पस प्रमुखज्यूहरू एउटा जिम्मेवार पदमा बसेका छ, राजनीतिक व्यक्ति होइन तर विद्यार्थी स्वतन्त्र छ। यो क्याम्पस प्रमुख प्लस पदाधिकारीको बाध्यता होला, बोल्न सक्दैन, बोलिरहेको पनि होला तर माथिल्लो निकाय सुनिरहेको छैन। त्यसको लागि केही न केही क्रान्ति गर्नुपर्छ। तपाईँहरूको सबैजनाको घर परिवारकै सोच छ, यहाँ छोराछोरीलाई इन्जिनियरिङ पठाउँछु, पछि जब गर्छ, आफ्नो लाइफस्टाइलमा सेटल हुन्छ, सक्यो। सबैको परिवारको त्यही एउटा इच्छा छ, मेरो परिवार पनि त्यही थियो। रूपमा काम गरे, त्यहाँबाट आए, फेरि लोकसभा जाउँ भनेर लोकसभा एक्जाम पनि दिए, निर्वाचन आयो, चुनाव पनि लडिसके, चुनावको रिजल्ट पनि आयो, लोकसभाको रिजल्ट पनि आयो। अब के गर्नु? अब चुनावमा निर्वाचित भएको छु, फेरि कुनै पार्टीको सदस्यता लिइसकेका छु, तर एउटा कुरा के भयो, कम से कम आवाज रहन पाउँछु। रिजल्ट पनि आयो भन्दै, रिजल्ट पनि आए। अब राजनीतिक दलमा निर्वाचित भएर आउँदाखेरि फेरि जब गर्न पाइँदैन। त्यही भएर कमसे कम तपाईँहरू अब यो संस्थाको विकासको लागि अगाडि बढ्नुपर्छ। किनकि थाहा छ तपाईँहरूलाई चाहिँ तपाईँहरू पनि त्यो पुरानै जमानाको किताबहरू पढिराख्नु होला भएको होला, हाम्रो पालाको लेथ मसिन प्रयोग गरिराख्नु भएको होला, त्यो कति भाइरसले करप्ट भएको सफ्टवेयर चलाइराख्नु भएको होला र देशको सरकारलाई अल्गोरिथम र फ्लोचको बारेमा केही ध्यान छैन, केही थाहा छैन। कसरी स्टार्ट गर्ने, कसरी आउटपुट निकाल्ने, खालि भन्छ काम गर्छु काम गर्छु, डाइरेक्ट रिजल्ट सुनाउँछ, डाइरेक्ट रिजल्ट, तर बीचको जुन प्रोसेस छ उहाँले केही थाहा छैन एकदम। त्यसकारण तपाईँहरू पनि अब राजनीतिमा आएर संसद कब्जा गर्नुपर्छ। हामी त आए राजनीति दुई चारवटा आवाजलाई एउटा मात्रै के हुन्छ, हामी आवाज सिर्जना गर्छौँ, आवाज उठाउँछौँ, तर यो आवाज तपाईँहरूको माध्यममा पुगोस्। तपाईँहरू पनि आएर जबसम्म राजनीतिक रूपमा सक्रिय हुनुहुन्न, राजनीतिक रूपमा संसदलाई कब्जा गर्न सक्नुहुन्न, तबसम्म यो देशमा केही बदलाव हुन सक्दैन। फेरि रित्तो दागरी लिएर जानुहुन्छ, फेरि
सिंहदरबार छिर्न नपाउन बित्तिकै गागडी खोसिन्छ। सिंहदरबार जानको लागि संसद भवन घुस्नै पर्छ, त्यो कब्जा गर्नै पर्छ। नत्र जति यहाँ कुनै पनि पार्टीको भातृ संघको रूपमा आवाज उठाए पनि केही मिल्नेवाला छैन। सोभि सभापति भाइसँग कुरा भइराखेको थियो, मसँगै सभापति रहेको दाइ अहिले संघर्षमै लाग्नु भएको छ। तर म एउटा ठाउँमा छु, आवाज उठाइरहेको छु। भाइ पनि प्रेरित छ, त्यो दाइ पनि प्रेरित छ मबाट। कम से कम एकजना त गयो त्यहाँ। त्यस्तै आज आउनु सक्ने भएन विशेष कारणले मान्य डाक्टर सिकेरज्यू, उहाँ पनि पुल्चोक क्याम्पसबाटै पास आउट हुनुहुन्छ। उहाँ पनि त आवाज उठाइराख्नु भएकै छ। तर यो इन्जिनियरको व्यथालाई समेट्नको लागि इन्जिनियरिङ पेसाबाट या इन्जिनियरिङ अध्ययन गरेकै विद्यार्थीले संसद छिरेपछि मात्रै आवाज उठ्न सक्छ, तर केही हुन सक्दैन। तपाईहरू पनि पढेर निस्कनुहुन्छ भने कदाचित तपाईहरूको जुनियर आए पनि फेरि त्यही इन्स्ट्रुमेन्टहरू युज गर्छ। यो एनालग मिटर डिजिटल मिटरहरू छ नि, हाम्रो पालाकै साथ ठोकठाक गरेर त्यसले आमा राख्या होला। नयाँ के आउनेवाला छैन, क्याम्पससँग बजेटै छैन। बजेटको लागि, इन्स्ट्रुमेन्टको लागि, आफ्नो अधिकारको लागि कहिले काहीँ सडकमा पनि सङ्घर्ष गर्नुपर्छ। त्यो शिक्षा मन्त्री भएर गफाटी जस्तो कुरा गर्दैमा यो संस्था बस्दैन। त्यो शिक्षा मन्त्रीको ढोका पनि ढकढकाउनु पर्छ। त्यसकारण विशेष आग्रह छ तपाईँहरूबाट, किनकि म एउटा यहाँको पास आउट भएको विद्यार्थी हुनाले पनि तपाईँहरू माझ उपाय राख्दैछु। म सोचिरहेको थिएँ कि अरू कुराहरू तपाईँबाट राखौँ, क्योंकि नयाँ त्यहाँ केही इन्फ्रास्ट्रक्चरहरू, केही नयाँ शैक्षिकमा प्रविधिमा बदलाव भएको होला, सिलेबसहरू चेन्ज भएको होला। तपाईँहरू इन्जिनियर भएर मात्र बस्न सक्नुहुन्छ। हामीले लोकसभामा सोध्ने लबाट पनि, नियम कानुन पनि सोध्ने, अनि प्रमुख प्रशासकीय अधिकारी हुन नदिने, यो कस्तो किसिमको लोकसभा आयोगको नीति हो? यो कस्तो सरकारको नीति हो? यसको बारेमा सवाल को खडा गर्छ त्यहाँ? त्यसकारण यो विद्यार्थी राजनीतिले गर्दा देशको परिवर्तन हुन्छ भन्छ। विद्यार्थी देशको कर्णधार हो। अब हरेक थोकमा राजनीतिमा विद्यार्थी अगाडि बढ्नुपर्छ। अब कन्हैया कुमारको नाम सुनिराख्नु भएको तपाईँहरू, यो सुन्नु भएको छैन? जेएनयू जवाहरलाल युनिभर्सिटी दिल्लीमा त्यही सोभ्यूको चुनावमा अध्यक्ष भएको थियो। त्यही तर त्यसले विद्यार्थीको लागि आवाज उठाएपछि पुरा देश नै हल्लाइदियो। नत्र कन्हैया कुमारले कोही पनि चिन्नेवाला थिएन, तर त्यो जेएनयूबाट आफ्नो आवाज बुलन्द गर्यो र अब देशलाई पनि चिनायो। म पनि चाहन्छु यहाँको सबै सभापतिले आवाज खडा गरोस्, सडकमा खडा गरोस्, संस्थाको लागि आवाज उठाओस्। पुलचोकतिर ध्यान केन्द्रित नभएर ईआरसीतिर देशको ध्यान केन्द्रित होस्। तपाईँहरू साथ दिने बेला त हुनुहुन्छ नि। हामी पनि गरेकै थियो, सडक जाम गरेकै हो, सिडिओलाई यहाँ उभ्याएकै हो, पुरै प्रहरीलाई क्याम्पस गेटमा ल्याएकै हो। रातभरि हामीलाई घेर्नको लागि 400 प्रहरी परिचालन गरेका थियो। हामी भित्र थिए, हामी आन्दोलन गरेकै हो क्याम्पसलाई बचाउनको लागि। तपाईँहरू किन गर्न सक्नु भएको होइन? गर्नुपर्छ। अब मेरो भन्नुको तात्पर्य होइन तपाईँहरू पढाइ लेखा छाडेर राजनीतिमा आउनुहोस्, त्यो पनि भन्न खोजेको मैले होइन। टप पनि गर्नुहोस्, पास पनि हुनुहोस् र हरेक कुरामा सक्रिय छ त्यो देशलाई पनि देखाउनुहोस्। त्यसपछि मात्रै संस्था बचिन्छ। तपाईँहरूको योगदान यो क्याम्पसलाई हुन्छ, त्यो म महसुस गरेको छु। नत्र इतिहासको पानामा तपाईँहरूतिर सर्टिफिकेट बाहेक र पूर्व विद्यार्थी बाहेक केही
यहाँ रहनेवाला छैन। खालि सोभि सभापति, क्याम्पस कमिटीको अध्यक्ष यति मात्रै या कुनै बोर्डमा नाम झुन्डेर बस्छ, अरू के हुने रहेछ। तर यहाँको अग्रपन्थीमा आएर काम गर्नुहोस्, केही न केही क्याम्पसको लागि आफ्नो योगदान दिनुहोस्। 4 सालको आफ्नो अवधिमा क्याम्पसको लागि पनि सोच्नुपर्छ, ताकि इन्टरनली तपाईहरुलाई क्याम्पस प्रशासनले पनि सहयोग गर्छ। किनकि यो यहाँ आवास खडा गरेपछि मात्रै स्थानीय सरकारको, प्रदेश सरकारको र संघ सरकारको ध्यान केन्द्रित हुन्छ। क्याम्पसको लागि बजेट छुट्याइन्छ, त्यसपछि क्याम्पसको विकास हुन्छ। नत्र जस्ताको त्यस्तै इन्स्टिट्युट रहन्छ। अन्तिममा तपाईहरुलाई यो सरस्वती पूजामा उपस्थित सम्पूर्ण विद्यार्थीहरूलाई धन्यवाद दिन चाहन्छु र आयोजक समितिले पनि धन्यवाद दिँदै म बिदा हुन्छु। धन्यवाद।